यसको प्राइस चाहिँ 9,09,000 छ। अहिले 9 मा अब अफर चलिरहेको भएर अलिक पछाडि चाहिँ यसको प्राइस 11 सम्म छुन पुग्छ। यसको फिचर्स भनेको यसले माइलेज 30 अराउन्ड दिन्छ हैन, 29-30 दिन्छ। अनि यसको ग्राउन्ड क्लियरेन्स 125 mm छ। आरआर बाइक हो नि त, स्पोर्ट्स बाइकको अलिक कमै हुन्छ। अफरोडमा चाहिँ अलिक गाह्रो पर्न सक्छ। तर त्यो बाहेक भन्ने हो भने यो चाहिँ 2 in line डबल सिलिन्डर हो। 250cc को बाइकमा नर्मली डबल सिलिन्डर हुँदैन, सिंगुलर सिलिन्डर मात्र हुन्छ। अनि अरु भनेको हजुरले मोडहरु पनि पाउनुहुन्छ। यसमा मोडहरु स्विच गर्न मिलो, राइड मोड छ, एबीएस छ हैन, स्पोर्ट्स इको त्यो हुन्छ नि आफ्नो निड अनुसारले गर्ने त्यो चाहिँ। अनि अर्को भनेको यति हो यो बाइकको बारेमा, त्यस्तो अरु केही त छैन। टायर चाहिँ यसको टाइक्सनको छ। हजुर हुन्छ।